हेलो एन्ड वाट्सअप एभ्रिवान, इट्स मी सुसिना देउजा। आज चाहिँ म तपाईँहरूलाई होइन भक्तपुरकै सबैभन्दा विकट ठाउँ जुन चाहिँ अहिलेको कहाँ गाउँहरू यस्तो विकासहरू भइसक्यो होइन, भक्तपुरको यस्तो विकट ठाउँ देखाउन गइरहेको छु। पानी ट्याङ्की छ तर घर घरमा पानी आउँदैन। जब हावा आउँछ नि पुरै एरिया धुलै धुलो हुन्छ। यो अलि हाइटमा भएर हावा पनि अलि धेरै आउँछ। यहाँको मान्छेहरू गाडी चढ्नको लागि आधी घन्टा हिँड्नुपर्छ, 40 मिनट्स हिँड्नुपर्छ। अनि यो चाहिँ पुरै बाटो हो, कस्तो विकट ठाउँ चाहिँ भक्तपुरै ठाउँ होइन। मान्छेलाई एकदमै दुःख छ, सहरमा बसेर पनि गाउँघरमा दुःख छ। यहाँबाट कतै जानुपर्यो भने एकदमै कठिन यात्रा गरेर जानुपर्ने अवस्था हुन्छ। अहिले धुलो छ, पानी चिल्लो हुन्छ, त्यो बाटो चाहिँ सकिँदैन, यति धेरै दुःख छ। यो अब भएपछि यता आउने मान्छेहरू घर भएपछि यो पुरै हरियाली हुन्छ, खाली हुन्छ एरिया, चिप्लो आउँछ यता होइन। यो एरिया पुरै रोप्छन् मान्छेले, खेती गर्छन् नि त। अनि घारी हुन्छ, यो बाटो हिँड्न पनि डर हुन्छ, चिप्ला आउँछ, एकान्त हुन्छ। एकदमै विकट ठाउँ छ गाइस। यो ठाउँलाई चाहिँ एकदमै परिवर्तनको जरुरी छ। यहाँको मान्छेहरू नबोलेर त्यही भएर मै बोलिदिनु पऱ्यो। अब अन द बिहाफ अफ यो गाउँ होइन, यो गाउँको त एउटा एक्ज्याक्ट नाम पनि छैन क्या। यो गाउँ त म्यापमा भेटिँदैन। इनड्राइभ पनि आयो भने कस्तो अलिक मुख खुम्चाउँछ, रिसाउँछ, कोही आउँदैन, क्यान्सल गरिदिन्छ। अनि कतै गएर यताको लोकेसन हाल्नु पऱ्यो भने नि त्यो ठाउँको लोकेसन पनि भेटिँदैन क्या। यो चाहिँ हाम्रो भक्तपुरको एउटा हराएको गाउँ हो, जहाँ परिवर्तन भन्ने चिजै मान्छेले बिर्सिसकेछन्। विकास भन्ने कुरा नै छैन यो गाउँमा होइन। अचेल घरहरू थपिँदैछ तर न पानी आउँछ, न बाटोको सुविधा छ, न गाडी आउँछ। कति दुःख छ यहाँको मान्छेहरूलाई। सबसे धेरै यहाँको मान्छेमा दुःख भएको मध्येमा चाहिँ फर्स्ट क्याटेगोरीमा मै पर्छु। हाई गाइज, यो चाहिँ अरू कुनै ठाउँ होइन, यो ठाउँ भक्तपुरमै छ। कसैले विश्वास गर्न सक्नुहुन्छ त ल। यस्तो ठाउँ छ भक्तपुरमा प्रदूषित होइन। अहिले अलि धेरै हावा चल्यो होइन, हावा चल्यो भने यो पुरै धुलै धुलो हुन्छ क्या, पुरै धुलो हुन्छ। गर्मी महिना छ, झ्याल खोलेर बस्न सकिन्न किनकि धुलो कोठाभित्र छिर्छ। लुगा धोएर सुकायो भने नि त्यो लुगामा धुलो टल्किन्छ। यस्तै छ गाइज। यो ठाउँलाई चाहिँ एकदमै विकासको जरुरी छ। त्यही भएर आज हजुरहरू सामु यो गाउँको मान्छेहरूको यो गाउँको दुःख लिएर म आएको छु होइन। अब म यो गाउँको एउटा सोझी आमाको घर, सबसे पुरानो घर र सोझी आमाको घरमा जाँदैछु। उहाँसँग नि इन्टरभ्यू लिएर हेरौँ है त उहाँले के भन्नुहुन्छ, कस्तो छ यो गाउँ ठाउँको अवस्था है त। सियो सुन। म चाहिँ यो आमाको घरमा पुगिसकेको छु है गाइज। उहाँ नै हो त्यो आमा चाहिँ, जस्तै अब हामीलाई यो गाउँको बारेमा भन्नुहुन्छ। बिचरा आमा कुखुरा पालेर कुखुरा चराएर बस्नुभएको रहेछ। यो गाउँमा कस्तो छ अवस्था आमा? यहाँ गाउँको अवस्था अलि ठिकै छ भनौँ भने के ठिकै छ भनौँ, तर धुलो धुवा हावाले एकदम खराब भइरहेको छ। अचेलभरि अवस्था खराबै छ। अनि यहाँ पानीको समस्या छ कि? एकदम समस्या छ पानीको पनि। अनि त्यहाँ त्यत्रो ठुलो ट्याङ्की बनेको रहेछ त आमा? त्यहाँ बनेको छ, पानी हालेको छैन। अब यहाँ पठाउँदैन खै पानी, त्यसमा पानी गाडीहरूको समस्या छ एकदम छ। धुलो धुवा, बर्खामा पानी पर्यो भने बाटो हिँड्न हुँदैन। हिउँदमा भट्टाको धुवाले धुलोले बाटो हिँड्न यति धुलो छ, हिँड्न छैन। एकदम यहाँको अवस्था नाजुक छ यो गाउँको अवस्था। तपाईँले हेर्न सक्नुहुन्छ, यहाँ बुढी आमाले भनिसक्नु भएको छ कि यहाँ गाउँको अवस्था एकदम नाजुक छ। उहाँको घर चाहिँ यही हो बिचरा। उहाँको यो गाउँको सबसे पुरानो घरको अवस्था पनि एकदम नाजुक रहेछ। अनि आमा तपाईँ चाहिँ के गरेर आफ्नो जीविका चलाउनुहुन्छ? कुखुरा पाल्ने, यसरी बाख्रा पाल्ने, गाई पाल्ने। घाँस लिनलाई कहाँसम्म जानुहुन्छ आमा? बर्मनी वहीँनिर बजार चोकसम्म हिँड्दै जानुहुन्छ? हिँड्दै जाने। अहिले अवस्था खराब भएछ, घाँस बोक्दा बिमारी भइरहेको छु अनि नसकेर बसेको छु अहिले त। अनि तपाईँ किन दुःख गर्नुहुन्छ? बिरामी भई तपाईँको छोराछोरी छैनन् दुःख गर्नलाई? छोराछोरी छन् नि। अब छोराछोरीले तपाईँलाई हेर्दैनन् हो? हेरेको छन्, नगर्नु त भने अब
मनले मान्दैन त्यही पनि बिरामी भई दुःख भई त्यत्रो आधी घन्टा उता 40 मिनट उतादेखि तपाईँ भारी बोकेर घाँस लिएर आउनुहुन्छ अब अहिले लिन बिमारी भइकन चाहिँ लिन जानु छोडेको छ ल्याएको छैन अनि किन तपाईँ हेर्दा त दुःखी गरिब देखिनुहुन्छ छोराछोरीले हेला गरे कि खान दिएनन् कि किन यत्रो दुःख गर्नुभएको छ छोराछोरीले बेसरी माया गर्छन् तर आफ्नो अब त्यस्तै अब समयले अब दुःखै गरौँ जस्तो लाग्छ पढाएको छैन लेखाएको छैन अब छोराछोरीले पढेर लेखेर उनीहरूको अब आफ्नो यसो पढ्ने खर्च गरे खान् अब आफूले नि गरौँ न यो भनेर यसो गरेको नि ए अनि तपाईँले के पाल्नु भएको छ त बाख्रा पालेको कुखुरा ल्याएको छ कुखुरा पालेको छ खरायो पालेको छ गाई पालेको छ अनि कोले हेरविचार एक्लैले हेर्ने हाँस पालेको छ एक्लैले हेर्ने हो एक्लैले हेर्न सक्नुहुन्छ त सबै अब हेरेको छ अहिलेसम्म हेर्नु भएको छ यहाँ कति दुःख रहेछ तपाईँलाई तपाईँ केही भन्न चाहनुहुन्छ तपाईँको दुःखमा यो पुरै संसारमा पुर्याउन नेपालभरि पुर्याउन चाहनु नेपालभरि अब केही भन्न नचाहने नेपाल देश पनि यही त हो नि जताततै भातभुङ्ग भएर अस्ति तिनकुनेमा त्यत्रो आन्दोलनले आगो बलिरहेको छ घरमा पत्रकार मरे दुःखको घटनाहरू मरे त्यो जम्मै घटना के पत्रकार अब के समयको संसार पुर्याउनु छ र अब यतिकै खुसी नै छु म कतै केही नपुर्याउने आफ्नो समस्या आफूले मलाई तपाईँको अवस्था देखेर एकदमै विरक्त लाग्यो आमा नाजुक अवस्था रहेछ म तपाईँलाई सहयोग गर्न चाहन्छु सहयोगको लागि के चाहिन्छ तपाईँलाई केही चाहिँदैन केही सहयोग गर्न नचाहने म आफ्नै दुःखले गरेर खाने तपाईँको छोराछोरीसँग कुरा गर्नुपर्छ तपाईँको अवस्थाबारे गर्नु पर्दैन छोराछोरीलाई पनि केही कुरा गर्न उनीहरूको राम्रो होस् उनीहरू खुसी रहन् उनीहरूको प्रगति एकदम उनीहरूलाई दुःख गाह्रो नहोस् सधैँभरि अनि तपाईँको एउटा छोरी पढ्नलाई कहाँ बानेश्वरसम्म जानुहुन्छ हो बानेश्वर जान्छन् कान्छी छोरी अनि उहाँहरूलाई जानलाई कतिको एकदम गाह्रो छ रोड छैन धुलो बत्ती हिँड्न नसक्ने बाटो एकदम खराब यसैले रुवा खुकी धुलो खाएर बस्नु परेछ हामीलाई एकदम खराब छ हाई गाइज हामीले सुनिसकेको छौँ आमाको दुःखको पीडाको सबै कुराहरू यो गाउँको अवस्था चाहिँ एकदमै नाजुक रहेछ है चाँडैभन्दा चाँडै विकास होस् यो गाउँको भन्ने चाहन्छु यो चाहिँ यो गाउँ त्यही हो होइन आमा अरू केही भन्न चाहनुहुन्छ एउटा सेल्फी खिचौँ है आमा तपाईँ र म चाँडोभन्दा चाँडो विकास हो भन्ने चाहेको त्यति हो अब चाहिने अब बुढी भइयो मर्ने बेला भयो विकास भयो नि किन मर्ने कुरा बिचमा ल्याइराख्नुहुन्छ आमा भए पनि राम्रो तपाईँ मर्यो भने तपाईँको छोराछोरीको बिचल्ली हुन्छ कि हुँदैन छोराछोरी आफ्नो खुट्टा उभिसके कहाँ उभिसके सबै उभियो नि कान्छी छोरी त उभिया छैन नि कान्छी छोरीको बिचल्ली सक्छ हिम्मत बाला छ कान्छी छोरी हिम्मतवाली छ तपाईँको तपाईँ बिना त कान्छी छोरी त सक्छ ल सक्दैन खाना खानु भोक लाग्छ ल गाइस द इन्टरभ्यू पनि लियो आज बुढी आमाको कुखुरा ठुलो ठुली आमाको छैन